अवस्था विक्रम सम्वत 2044 सालमा निजी स्तरबाट पर्वत जिल्लामा सर्वप्रथम स्थापना गरिएको जिल्लाकै संस्थागत विद्यालयहरूको जननी हाम्रो यस विद्यालयले विभिन्न आरोह अवरोहहरू पार गर्दै हाल कुस्मा नगरपालिका वार्ड नम्बर 6 मा अवस्थित छ। यस विद्यालयमा 2वटा भवनहरू, विद्यार्थीहरूको नियमित सिकाइ क्रियाकलापको लागि 20 वटा कक्षाहरू प्रयोगमा छन् भने 1वटा पुस्तकालय र कम्प्युटर प्रयोगशाला, 1वटा विज्ञान प्रयोगशाला, 1वटा शिक्षक तथा कर्मचारीको कोठा, 1 लेखा शाखा, 1 प्रिन्सिपलको कोठा, 1 विद्यालय सञ्चालक समितिको हल गरी जम्मा 26 वटा कोठाहरू छन् भने टाढाबाट आएर पठन पाठन गर्न सहज होस् भन्ने उद्देश्यले छात्र र छात्रा गरी 2 छात्रावासको प्रबन्ध मिलाइएको छ। विद्यार्थीहरूको सुरक्षालाई दृष्टिगत गरी 16 वटा सीसीटीभी जडान गरिएको छ। विद्यार्थीहरूको शारीरिक, मानसिक र बौद्धिक साथै संवेगात्मक पक्षको विकास गर्न खेल कोसेढुङ्गा हो भन्ने बुझेर विद्यालयले विद्यार्थीको लागि 2वटा खेल मैदानको व्यवस्था मिलाएको छ। स्वस्थ खानेपानीको लागि उरोगारको व्यवस्था गरिएको छ भने बाल शिक्षाका लागि साना नानी बाबुहरूको सिकाइ क्रियाकलापको लागि 3वटा एन्ड्रोइड टेलिभिजन र सिकाइलाई आइसिटीसँग जोड्ने हेतुले 1वटा ओभरहेड प्रोजेक्टरको व्यवस्था